अनएक्सपेक्टेड पाराले अनि आएको नुनथर होइन नुनथर है थाहा नै थिएन अनि आफै थाहा भयो क्या नुनथर भनेर होइन स्टार्टिङ चाहिँ यो रहेछ नुनथरमा टिकट लाग्छ 30 रुपियाँ है एक पर पर्सन कि 10 रुपियाँ हो अनएक्सपेक्टेड भयो क्या अनएक्सपेक्टेड पाराले आइयो ल होइन अब हामी माथि मन्दिर पनि जान्छौँ गरी माछा 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 भ्यागुस्तो माइली जाऊँ जाऊँ अब हामी माथि मन्दिर जान्छौँ मन्दिर मन्दिर जान्छौँ है आइसक्रिम भन्छ गोलगप्पा के भन्छ गोलगप्पा त पानी पर्छ त्यसलाई के भन्छ अब चाहिँ हामी माथि टक्क मन्दिर गएर मात्रै भिडियो बनाउँदैन अझ बन्द है यसलाई कहाँ यहाँ अघि नै भनेको थिएँ आउँदैन बिहानै भने अब यता डाइरेक्ट म त माथि गएर मन्दिर गएर भिडियो बनाउँछु शिवको मन्दिर शिवको मूर्ति बाबा है मेन मन्दिर चाहिँ कहाँ हो नि मेन मन्दिर चाहिँ कहाँ हो नि आन्टी मेन मन्दिर चाहिँ यही हो त्यही हो के हो चौको बेच्दै माछा यहाँ त तराई भन्नै नपाउने तराई नि पहाड पहाड यो पहाड तराई भन्न सक्ने तराई भन्छ ल तराई भन्छ त एउटा ठाउँमा आएर पहाड भन्छ यसलाई नुनथर आयो भने चाहिँ घुम्ने ठाउँ हो यो चाहिँ है
रक्सीको बोतलको होइन अनि यहाँ माथिपट्टि बियर पनि तराईतिर आयो सर्लाईतिर आयो होइन हरिणतिर आयो भने चाहिँ यहाँ टक्क नुनथर आएर घुम्न जस फ्रेस हुन दामी ठाउँ चाहिँ नुनथरमा छ क्या होइन मन पऱ्यो पिस ठाउँ चाहिँ दामी ठाउँ छ आएर घुम्दा हुन्छ मस्त ठाउँ चाहिँ मैले चाहिँ अब हामी आएको चाहिँ अब 81 आयो हामी चाहिँ बरतालमा थियौँ भरतालमा अनि त्यहाँबाट यहाँ आएको मलाई थाहा छैन क्या पहिलोचोटि आएको होइन टक्क यहाँ त यस्तो बवाल दामी ठाउँ छ कि होइन यहाँ चिचिलाहरू चाहिँ मजा आउँछ क्या चिचिलाहरूको लागि चाहिँ सरमा तर हामफाले चाहिँ भएन नि एउटा तल तल हामफाले के हुन्छ चिचिला कहाँ रोड रहेछ नि त भाइ कसैले पत्याउला त्यहाँ रोड छ भनेर गाडी पनि हिँड्न पत्याउला त्यहाँ रोड छ भनेर झोलुङ्गी पुल चढियो है गाइज कतिको रमाइलो त रहेछ हेरौँ है झोलुङ्गी पुल चढियो नि त गाइज झन्ना ठोकिएको भरत ए के अरे यो कहाँ रे यो नुनथरमा पनि छ रहेछ डुङ्गा चलाउने त यता आउनुहोस् 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 रमाउनुहोस् मजा आइरहेको छ मजा आइरहेको छ ल ल भाइरल दियो भयो यो भ्लग नुनथरको झुलुङ्गी पुल चढेको छक्कै लाग्ला जस्तो उकालो पो आयो त पुरै पुरै जेस रमाइलो छ ठाउँ होइन मलाई चाहिँ मन पर्यो अरूलाई के कस्तो लाग्छ थाहा छैन है म चाहिँ नि आजको भ्लग चाहिँ यहीँ एन्ड गर्न चाहन्छु जति भ्लग बनायो त्यही हो अब भाइहरू नि होइन ठुलो पनि होइन हामी होइन सानोतिनो भ्लगहरू मन पऱ्यो लाइक सेयर सब्सक्राइब गरिदिनु होला थ्याङ्क यू सो मच भन्न चाहन्छु होइन थोरै सब्सक्राइब भए पनि जति पनि मेरो मलाई सब्सक्राइब गरेर सपोर्ट गर्नुभएको छ मेरो युट्युब फ्यामिलीलाई थ्याङ्क यू सो मच एन्ड वाच माई भ्लग लाइक द गाइज बाई बाई